गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट कहिले कता कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। ल हेर त यो ज्ञानेन्द्र साहब बोलेको, यसको पनि दिमाग फुस्किसक्यो। अब काठमाडौँको भात लागिसक्यो यसलाई पनि। के बोलिरहेको छ भने यसलाई पनि थाहा छैन। यदि सुदन गुरुङ कन्टेन्ट क्रिएटर हो भने ज्ञानेन्द्र साहब पनि कन्टेन्ट क्रिएटर हो। कसरी भन्दाखेरि यो पनि जुम्ला गएर भिडियो बनाउँछ, फोटो खिच्छ, यो कन्टेन्ट क्रिएटर होइन? ट्राफिकले फाइन त उहाँहरूले कोर्ने होइन नि त। भौतिक तथा यातायात मन्त्रालयको विभाग छ, त्यहाँबाट नियम कानुन बनाएर हाम्रो सदनबाट पास भएर बल्ल त्यो विधेयक हो। तपाईँहरूलाई सिकाउनु पर्ने मैले जो भर्खरै राजनीतिमा आएको छ त्यो विधेयक हो भनेर। मलाई भन्नुभएको होइन तपाईँहरूले, कतिजना मान्यज्यूहरूले मलाई भन्नुभयो होइन संविधानको स थाहा छैन यहाँ आएर भने। अहिले आएर संविधान स थाहा नहुने मान्छेले तपाईँलाई संविधान सिकाउनु पर्ने यो दिन आएको हो यो सदनमा। त्यही भएर मान्छेहरू यो सम्मानित सदनको गरिमा राखिराखौँ। इन रेस्पेक्टेड वे नेपाली जनताले धेरै आशा गरेका छन् यसपालि हामीबाट, तपाईँबाट पनि आशा गरेका छन्, हामीबाट पनि आशा गरेका छन्। र यसमा पक्ष र विपक्ष भन्नाले एउटै डुङ्गामा चढेर जाउँ न एउटा नेपाल राम्रो बनाउनको लागि। के छ र गल्ती हाम्रो भयो भने हामी सुधारौँला, गल्ती तपाईँबाट सुधारौँला। किन यो भेदभाव कति गर्ने हामीले, यो कति हेर्ने, नेपाली जनताले कति सहने र यसलाई अहिले आएर कसैको पीडालाई राजनीतिकरण गर्ने कसैको पीडालाई, यस्तो त गर्नु भएन नि हजुर। यो त इस्यु होइन नि त। निर्मला हत्याकाण्ड पनि राजनीति भएको होइन त्यतिखेर? तपाईँहरू मलाई भन्नुहोस्, त्यो सानो नानीको लासमाथि राजनीति गर्ने को हो त्यतिखेर? त्यही भएर यसमा हामीले गर्नुपर्ने हाम्रो आफ्नो दायित्व, नेपाल सरकारको तर्फबाट दायित्व हामीले 1 इन्च पनि हामी छोड्दिनौँ। हाम्रो आफ्नो कर्तव्य पुरै गर्छौँ र नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज हाम्रो गणेश नेपाली भाइले आज हामी माझ हुनुहुन्न। म बुझ्छु यो कुरा, तपाईँहरूको प्रश्नहरू म बुझ्छु, तपाईँको धेरै क्वेसन्सहरू छ, तर हामी त्यहाँ हुँदै गर्दा हामीले आफ्नो बेस्ट दिएको। विश्वास गर्नुहोस्, मलाई ढाँट्नु आउँदैन। म पहिलादेखि भन्छु मलाई ढाँट्नु आउँदैन, मलाई ढाँट्नु मन लाग्दैन। र अहिले यस्तो गरिमा म सदनलाई मैले ढाँट्दाखेरि मलाई पाप लाग्छ। म सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु। म यस्तो ढाँट्नु मलाई मन लाग्दैन। जे हो यही हो रे यथार्थ। तपाईँले मिडियाकर्मी साथीहरूलाई सोध्नु होला, कहिले मैले बोलाएको छु मिडियाकर्मी साथीलाई मलाई आएर घेरेर बस्छ भनेर? कहिले भनेको छु मैले? उहाँहरूले आफ्नो कर्तव्य निर्वाह गर्नलाई धेरैवटा प्रश्न गर्नुहुन्छ, त्यही पनि मैले प्रश्न उत्तर नदिकन आफ्नो काममा सुरु हिँड्छु। कति कुरा मैले चिप्लेर बोली, किनकि सदनमा हेर्दै गर्नुहोस् न, म यहाँ उभिने बित्तिकै सबैजना कसरी हेर्नुहुन्छ, अब सुदन गुरुङले गृहमन्त्रीले के चिप्ल्याउँछ र त्यसलाई भाइरल बनाउँला भनेर बुझिरहेको हुन्छ। ट्राफिकको फाइन कुनै लाउँछ भने ट्राफिक मान्छे यस संसारमा बिरले मात्र पाइन्छन्। आज चितवनको महाधिवेशन भन्नुभयो राजसभा कहिले टुट्ने छैन, फुट्ने छैन, राजसभा टुट्छ भनेर कहिले मुख नमिठाए हुन्छ। र हामी भ्रष्टका फाइल खोज्छौँ र भ्रष्टलाई खोरमा जाकेर छोड्छौँ र देशमा सुशासन ल्याएर छोड्छौँ र देशलाई परिवर्तन गरेर छोड्छौँ। काहीँ कतै झुकिएर मेरो खुट्टामा बल आएछ भने पनि म त्यो बलको पास बालनलाई दिन्छु र बालनले गोल हान्छन्। जसरी पनि परिवर्तन गर्छौँ भ्रष्टहरू र ज्यान मात्र साला बुढा त्यसले मार्न लगाइदियो है। म त्यो गृहमन्त्रीलाई दोष दिँदैन, कसलाई चाहिँ प्रधानमन्त्रीलाई दोष दिँदैन, जसले गर्दाखेरि गयो सही थप्ने यो राष्ट्रपति पनि हो। फेरि प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्नुहुन्छ तपाईँहरू? नारा हामीले 2-3 वटा गऱ्यौँ। एउटा, मुर्दा प्रधानमन्त्री चाहिँदैन भनेको, मरेको छ कि जिउँदो छ हामीले देख्न पाउनु परेन? प्रधानमन्त्रीलाई देख्नु नि, राजीनामा उहाँको विषयमा जानकार हुनुहुन्न तपाईँ? अनभिज्ञ हुनुहुन्छ? कसरी जानकार छ? काठमाडौँको भाइरल आमाको भिडियो देख्नुभयो कि नै तपाईँहरूले? एमालेको हुनेलाई रामको सब सिकाउनु भएको छ उहाँले। यो भिडियो एकचोटि हेर्नु होला, तपाईँको पनि एकदमै मन खुसी हुनेछ। ज्योति मगर टिक्रा देखाउने अनि उसलाई आशिका तामाङले 5 रुपियाँ ल्याएर समाजसेवा गरी आफू टिक्रा देखाएर दुध देखाएर केही नगर्ने, अर्कालाई 5 रुपियाँ मागेर समाजसेवा गरी भन्ने यो काइतिनी है। रवि सुराल छ नि, रवि सुराल अनि महेश बस, यो सबैभन्दा बाउलाई बिगारी त यो महेश बस। कसरी कुरो नआउने बाबु, बाउलाई उचाल्ने चाका उम्लो हालिदिने, बा मलाई छोरा नातिले सहयोग गर्छन् भन्ने बाजे नि बोल।
भएको त्यही हो। अब केपी बाचु बोलाउनुहोस्, मस बस्ने पनि बोल्न पर्दैन। मस बस्ने ढाका टोपी लाएर खालि ट्याउड्याउ 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 कराउने मेरो मस बस्ने